तल लागिरहेको तल आयो 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 भाउ माछा मार्ने टिम हाम्रो माछा मार्ने टिम बनाएर तल खोला आसुमा हामी माछा मार्न जान गइरहेका छौँ हो लालु दाइ ठिक छ मान्छे यार मान्छे खतम होला ठिक छ ठिक छ लालु दाइ हरेक कुरा बुझ्छ नि त उसले आइजला खलाउँदैन म गाडी दिनु हेप्पो जानेको भन्नु त मलाई सेता निकाल्छ नि तेप्पो चिप्लेको लागि पानी यसो फालिने नै यसो भन्नु न पुरो यसो त्यो पर पुरो हाले कि हबिजवात मार्नु भयो त निराले त ठुलै नाम त इले मुनो ठुलै एकजनालाई 4-5 माछा पाँच छ निकाल्छ नि भोक पत्ता लाग्यो अब आजको भिडियो न रे हाम्रो टिम खोलामा पुगेर हामी माछा मार्न एकदम फुल तयारीमा लागिसकेका छौँ कसैले खोला नुहाउँदैछौँ भने कसैले तलपट्टि बाँधो लगाउँदैछौँ खोलामा र हामी तपाईँहरूलाई तलदेखि स्टार्ट सम्पूर्ण माछाहरू देखाउनेछौँ कतिका छन् यो धेरै ठुलो बाटोहरू छ त्यो पनि तपाईँहरूलाई यसमा हामी मारेर देखाउँ यो पानी रहेछ यो पानी हामीले यहाँदेखि सबै पानी यो घाट यतातिर सबै फर्काएर हामी यतातिर माछा मार्न गइरहेका छौँ यहाँ माछा त कति 2-4 डोका छ भन्ने कुरो भएको छ अब कति छ यो आधी मरिसक्यो म तपाईँहरूलाई देखाउँछु हाम्रो टिम अलिकति तल रहेको छ हामी तपाईँहरूलाई देखाउनको लागि बाटोदेखि स्टार्ट गर्दै माछा मार्न अलिकति माछा मरिसक्यो भन्ने कुरो गइरहेको छ त्यही पनि तपाईँहरूलाई सम्पूर्ण कसरी माछा कतिको माछा छ सम्पूर्ण देखाउनेछौँ तपाईँहरू हेर्न सक्नुहुन्छ ए भाइ यहाँ माछा देखा त कति मारिसकेको छ योभन्दा माथि अझ द्रुत गतिमा हामी स्टार्ट भइसकेको छ माछा मार्नु प्याच्चै लालुदाइ भएन प्याच्चै हो है ठुल्ठुलो छ प्याच्चै ओहो थुप्रै माछा कहाँ छ तलै त चाक्ले खाक्ले जानु त हुँदै मस्त माछा थियो माथिबाट तल आएन कि खोइ आउँदो आउँदो उँधो आछ यति तली छ मार ए किस्से दाइ दाइ माथि गयो माथि ओहो न यत्रो पानी ठिकै यत्रो घाटो हिँड्दै आयो आयो माछो आयो माछो आयो माछो लग रहा है वाओ आयो आयो आइसक्यो एक माछा हो
माछो त यही माछी माछो आयो त्यो पकाउने त आउँछ त्यो सबै नै कहाँ आयो नि त्यो पैसा कति छ भने आयो कहाँ के बोले के कति लाग्छ दाइ राजु दाइ यसो समाइकिन वाउ आयो आयो ए बिरे भाउ के माछा लाग्यो है मजाको आयो मजाको यति आउनु कालो कालो कता अब टुका जानु फुट्छ तल लागिरहेको तल आयो 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 भाउ के लागिरहेको पछि प्रकाश हाललाई नि आफै आफ्नै साउन्ड हाल्छ पछि के छ उत्तम हल्का भर ए ल लाल दाइ अहिले प्रकाशको हातबाट क्या राख्छु है अब हात आएको त्यो त्यो छोपी चाहिँ गएको त्यो छोपीको चाहिँ गएको थियो ए ठुलो माछा आएको न चाहिँ के आएको छ ठुलो एकको ठुलो आएको छ एकको ठुलो आएको त ठुलो दुई आउनु पर्यो कच्चा कच्चा मङ्गुर मङ्गुर के छ अवस्था प्रकाश माछा त बहुत छुपिरहेको छ त माछा आउने माछा के छ मेरो माछा ढेकाएको नै छ छोपी छोपी जेड 2 किलो भयो 2 किलो माछा छ 2 किलोसम्म भयो होला 2 किलो भयो
दाजु तँले उने है सकेथ्यौ नि ल माथिल्लोतिर प्रस्थान हो त केटाहरू ल एकैचोटि प्रस्ताव त्यसलाई गरेर माथि प्रस्थान हो त केटाहरू यसले जाँस लेट हो जाएगा दोस्रो एडिसन एकछिनपछि अब हामी अहिले भर्खर सुरुवातको दोस्रो लटमा छौँ हामी आउँछन् मैले यति माछा पन्ध्र केजी छ है 10 किलो जति भइगयो 15 केजी होला सकि जहाँ कहाँ बेसीको छ माछा 7 केजीसम्म भयो 2.5 किलोसम्म त आयो 5 केजी जति माछा बेसी छ नि 7 केजीसम्म छ 10 केजी भन्दा माथि छन् के 10 केजी भन्दा माथि हो फिक्स हो 10 केजी भन्दा माथि छ ए अब उच्च ए जान मारे है न भाला है मान्छे पाउँदैन यार डाँफा कहाँ त्यसो भन्ने हुँदैन त्यही बडे पुत्त परि फालो अब परि फालेन पानी फालिराख कसरी मार्नु यस्तो माछा पहिलो फालेको त्यो पानी क्या हामीले असर पर्दैन नि त पिर्दाईको पुछड लागेको छ कि छैन त्यहीको आँतबाट निकाले पनि निकाल्नु पर्छ अरू त्यस्तै हो मादल बजाउने छ नि त त्यसैले भयङ्कर ल्याएका भने तिमीमा यार डेढ केजी माछा छोडायो मैले भरिन्देऊ परि जान्छ नि मार्नुपर्छ त्यहाँ आयो जाउँ सारा ढेका हो ग्याङहरू मार्ने राति क्यामेरा लेन्स जोडी गरेर लेन्स जोडी
हामी लिप्टु खोला आउँथ्यौँ न चिलाउँदाखेरि बिहान छिट्टै मारे माछाको त मा भेन सोध्दै हाल हाल है त्यसरी हाल्नु नलाग अर्को पनि दिले डोको अर्को डोका छ किन हुन्थ्यो दुईजना बरु उ दिएन लालु भोलि परिपाको कि लालु आउँदैन नि त यो अझै तीन साल दिएर यो होइन यो तीनजना जाँदा हामी दुईजना एक खाल दिनु पनि तीनजना जाँदा सरासर बाटो पऱ्यो उइमिनी एउटा सरासर पाएर राख्नु दुईटा अन्त बाटो डुबे हुँदा यो डुबा हाल्यो एक लालुले घर लिएर पनि माछा नि नाइ उले खानै क्या कति के दुम्बु लिया खान भन्नु न उले ए दुम्बु लिया खान भन्नु अघि कसरी लिएछ त उता अब हामी माछा भाग लगाउन गइरहेका छौँ अब कतिपय साथीहरू सधैँभरि भाग लगाएर आफ्नो घरमा जान गइरहेका छौँ त्यसरी हामी भाग लगाएर अब घर सब बने मैले 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 ठिक त्यो दुई आले हुन्छ नै त्यो ठुल्लाको वालाको लेभल मिलाएर भाइ मिलाउँदैन पक्का पनि गोल पालालाई ठुल्लिलो भए पनि यति भए पनि भयो त नै त्यो त गरौँ न 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 पक्का अहिले त हाल्छ थाहा हुँदैन हाल्नु दे अहिले कोही त ठुलाको के नाना जानु भन्दा हैन मिनेस बरु त्यो दुईजना नआला एकैले हाल्न देऊ न यार कति ठुलाको मैले ठुलाको र्याङ्किङ मिला अब न ती देउ ओडा के छियो त मेरो आछि हुँदैन घाटे दाउ दाउ के घाटे दाउ दाउ के त ल्याउ पो सुर्ती यार मेरो सुर्ती दियो नि हाल खाउ नानी नाम पर ठुलाको नि यो थाहा छ सम्भव सेम